स्वागत छ मेरो नयाँ भिडियोमा र सुरुमा कङ्ग्रेचुलेसन फुटबल क्लब बार्सिलोना फर विनिङ ला लिगा अगेन। र एउटा कुरा इमेजिन गर तिमीहरूले हैन, आफ्नो सिटी राइभल्सको घरमा गएर लास्ट दुईटा लिगहरू हैन, मतलब जति पनि आफूले जित्तेछ लास्ट आफ्नो क्लबको लास्ट दुईटा लिगहरू सिटी राइभल्सको घरमा गएर जित्नु भनेको कहाँसम्म खुसीको कुरा हो। र त्यही अनुसार नै बार्सिलोनाले हिजो पनि फेरि अघिल्लो सिजन र हिजो पनि फेरि स्पेनियलको होम ग्राउन्डमा गएर ला लिगा जितिसकेको छ। र सिटी राइभल्स भनिसकेपछि त्यहाँ अलि आक्रोशता, अलि गम्भीरता हैन, अलि अराजकता देखिन्छ फ्यान्सहरूमा। र हिजो पनि हामीले देख्यौँ यमालको पेटमा हान्नेदेखि लिएर रेड कार्डदेखि लिएर सेलिब्रेसन पनि खुलेर गर्न सकेन बार्सिलोनाले, गर्न सक्थ्यो तर अब त्यो रेस्पेक्टका कुरा पनि गरेन हैन, त्यो जायज कुरा नै हो। जस्तो अब त्यो मड्रिड डर्बेमा एथलेटिकोको फ्यान्सले कोर्तुवालाई लाइटर फाले जस्तो हिजो पनि अब फर्मिनले गोल हानेर सेलिब्रेट गर्ने बेलामा बोतल खायो हैन, त्यस्तो भइरहन्छ। त्यही भएर धेरै खुलेर पनि उस भएन, सिक्युरिटीको कुरा हुन्छ, लडाइँ पनि भइरहेको थियो बाहिर फ्यान्सहरूको, त्यो सबै कुरा हुन्छ। र यो भनेको प्योर डोमिनेन्स हो फुटबलमा, र हान्सी फ्लिक अन्डरमा प्योर डोमिनेन्स देख्यो ला लिगामा अहिले। हो मिड सिजनमा गएर फ्लप 10 पोइन्ट पछाडि थियो मड्रिड भन्दा, त्यही पनि माथि आएर जितिसकेको छ मड्रिडलाई हैन। मड्रिडले फम्बल गर्यो, कङ्ग्रेचुलेसन्स टु बार्सिलोना फर विनिङ ला लिगा अगेन। र नयाँ इरा सुरु हुँदैछ, खतरावाला, मजा आइरहेछ फुटबल हेर्न। र यति सानो कुरा गरौँ, यमालको बोलुन्डर जित्ने कुरा छ अरे। र मेरो विचारमा चाहिँ हो, यमाल अहिलेको बेस्ट फुटबल हो हैन, इज द न्यू फेस अफ फुटबल अहिलेको जेनेरेसनमा। हामी अब लक्की हो क्या, हामी त खतरा लक्की हो यमाललाई देख्न पाउनु त हैन। मेस्सी रोनाल्डो देख्यौँ, यमाल पनि देख्न पायौँ, नेमार पनि देख्न पायौँ, हामी सबैभन्दा लक्की फुटबल फ्यान हो, यति कुरा बुझिराख हैन। अब रोनाल्डो मेस्सी युरोप छोडेपछि छैन भनेपछि नयाँ आश भरोसा दिलासा यमालले दिलाइसकेको छ। र तर मेरो कुरा के भन्दाखेरि हो, हि इज अ ग्रेट प्लेयर, 17 वर्षको उमेरमा कसले गर्न सकेको, र ग्रेट ट्यालेन्ट पनि हो। तर हैन बुझ एउटा कुरा बुझ, लिगमा 8 गोल मात्र छ यमालको, 8 गोल मात्र भएर बोलुन्डर जित्न गाह्रो पर्छ। तर के थाहा, जर्नलिस्टले भोट दिने हो हैन। तर मलाई भने नि मैले नि यमाललाई टपमा राख्छु हैन, जर्नलिस्टले भोट दिने हो। र अब बच्चा हो, बच्चालाई प्रोत्साहन गर्नलाई भोट दिन पनि सक्छ र जित्न पनि सक्छ। र जित्यो भने म आक्रोश त हुने छैन। र अब स्पेन लिगमा खतरा हुनेवाला छ अब आउने वर्ष, त्यो देखिसक्यो। र खतराको कुरा गर्ने हो नि, वेजनको डिल डन भइसकेको छ र अहिले लन्डनमा उसले मेडिकल टेस्ट गरिरहेको छ हैन। अब जावी अलोन्सोलाई चाहिँ जस क्लब वर्ल्ड कपको लागि हामी एकदम फुल्ली तयारी छौँ। हामीलाई चाहिएको के थियो भन्दा डिफेन्डर चाहिएको थियो, वेजन आउने कुरा भइसकेको छ, भइसकेको होइन भइसक्यो नै, मेडिकल गरिरहेको छ। हाम्रा लेफ्ट ब्याकको कुरा, राइट ब्याकको कुरा, राइट ब्याक हामीलाई थाहा भइसक्यो, ट्रेन्ट अलेक्जेन्डर आइसक्यो होइन, आर्नोल्ड आइसकेपछि रमाइलो चलिरहेछ। एकदम मड्रिडको फ्यान आई क्यान अन्डरस्ट्यान्ड, किनकि म नि मड्रिडिस्टा होइन, आई क्यान अन्डरस्ट्यान्ड। जावीको अब त्यो दुईटा कुरा कम्प्लिट भयो, जुन डिफेन्समा विक थियो त्यो भयो, कारवाल आउट भइसकेपछि चाहिँ आर्नोल्ड आयो, दुईटा डन भइसकेको छ मड्रिडको लागि, खुसीको खबर। अनि मलाई चाहिँ एउटा दुःखको कुरा के लाग्छ भन्दाखेरि एन्सेलोटीले पनि मागेको त्यही हो नि, एन्सेलोटी चाहिँ यस्तो नराम्रो टाइममा आएको थियो होइन, र उसले चाहिँ लिग पनि जिताइदियो, च्याम्पियन्स लिग पनि जिताइदियो। मागेको पनि एन्सेलोटीले त्यही हो नि, डिफेन्डर मागेको थियो, लेफ्ट ब्याक मागेको थियो विन्टर ट्रान्सफरमा, अनि राइट ब्याक मागेको थियो होइन, त पाएन। अनि त्यो देखेन, मिडफिल्डर पनि मागेको थियो, देखेन होइन, क्रुस मिसिङ भएको थियो, त्यो देखेन, पाएन। र मैले सोध्छु कि अझै पनि त एन्सेलोटी टिममा त छ नि, अझै पनि छ। र सोच्यो होला, त्यसले बसेर सोध्छ होला क्या, मैले माग्दा दिएन, यसले माग्दा देऊ भनेर त्यसले सोध्छ होला। हामी कुरा गर्छौँ के भन्दाखेरि मड्रिडको हाम्रो अघिल्लो साल के कुरा फ्लप थियो, डिफेन्स फ्लप थियो अघिल्लो साल होइन, यही रनिङ कन्टिन्युस यही रनिङ सिजनमा चाहिँ डिफेन्स फ्लप थियो, राइट ब्याक भएन, लेफ्ट ब्याक भएन, र मिडफिल्डर भएन। र वेजन लेफ्ट फुटेड खतरा स्पेनिस डिफेन्डर साइन गरिसकेपछि हाम्रो डिफेन्स सुरक्षित भइसकेको छ, र आर्नोल्ड आइसकेपछि राइट ब्याक पनि सुरक्षित भइसकेको छ। र आर्नोल्ड चाहिँ एट्याकिङ प्लेयर भएपछि हाम्रो डिफेन्सिभली आउने प्लेयरहरू चाहिँ हामी चाहिँ अब डिफेन्समा अझ पनि खोजिरहेछौँ। हामी सालिबालाई गइरहेको छौँ, हामी कोनाटेको लागि गइरहेछौँ। र एउटा कुरा के भन्दाखेरि मड्रिडको मलाई एकदम हाँस लाग्ने कुरा के भन्दाखेरि बार्सिलोना त देख्दा मात्र गरिब हो कि होइन, मतलब गरिब हो भनेर अहिले छ नि त सिनारियो छ नि। मड्रिड यति गरिब छ कि हामीले होइलुन्डमा 50 मिलियनको डिल हो, हामीले इन्स्टलमेन्टमा दिँदैछौँ, हामीले इएमआई तिरेछौँ, हामीले थोरै गरेर दिन्छौँ। हामी यति गरिब छौँ कि हामीले एम्बापे पनि फ्रीमा साइन गऱ्यौँ होइन। एउटा कुरा बुझाउन, एम्बापेलाई किन्न खोज्दा हामीलाई 150 मिलियन कमीमा पाउने थिएनौँ, एम्बापेलाई नै हामीले फ्रीमा साइन गऱ्यौँ। र डिफेन्डर अलि एक्सपिरियन्सको कुरा गर्दाखेरि हामी चाहिँ मड्रिड चाहिँ सोर्सेस अनुसार चाहिँ कोनाटे र सालिबाको लागि गइरहेछन् होइन। र कोनाटेको कन्ट्र्याक्ट चाहिँ लिभरपुलसँग
2026मा सकिँदैछ र हामी चाहिँ के गरिरहेछौँ त्यसलाई पनि फ्री एजेन्टको लागि टार्गेट गरिरहेछौँ र सालिबा पनि हाम्रो लिस्टमा छ, विस लिस्टमा छ होइन। र हाम्रो डिफेन्स त्यसपछि हाम्रो सुरक्षित देखिन्छ। अब एसेन्सियो छ, अब अलाबा पनि छ, अलाबाले नि अलिअलि सपोर्ट गरिहाल्छ, अनि हाम्रो मिलाटाओ रुदिगर पनि छ। अनि यति भइसकेपछि अहिलेको सिजनलाई क्लब वर्ल्ड कपको लागि हामी विन्टर ट्रान्सफरसम्म अलिकति स्टेबल चाहिँ देख्छौँ हामी होइन डिफेन्सको कुरामा। र अब चाहिँ मिडफिल्डको कुरा गर्दा चाहिँ हामी मड्रिड चाहिँ जहिले अलि मिडफिल्ड चाहिँ जर्मनतिर गइरहेछौँ। हामी जर्मनीसँग धेरै कनेक्टेड छौँ जस्तो टोनी क्रुस होइन। र हाम्रो लागि ठ्याक्कै टोनी क्रुसको कपी क्याट प्लेयरको लागि हामी गइरहेछौँ र त्यो प्लेयर हो एङ्गोलो स्टिलर। मार्काको अनुसार हामी स्टिलरको पछाडि छौँ र स्टिलरको कुरा गर्दाखेरि चाहिँ ऊ चाहिँ एउटा जर्मन प्लेयर हो होइन भनिसकेँ। अनि ऊ चाहिँ क्रुसको कपी क्याट हो क्या। मैले कुन वेमा भन्दाखेरि जस्तो क्रुस जसरी नम्बर 6 खेल्थ्यो त्यो पनि नम्बर 6, जसरी डिप लाइनमा बसेर क्रिएटिभिटी देखाउँथ्यो त्यो पनि सेम त्यस्तै होइन। र त्यसको त्यो पासिङ एक्युरेसी, पासिङ भिजन हुन्छ नि, त्यो सेम क्रुस कस्तो छ क्या। र हाम्रो लागि पर्फेक्ट रिप्लेसमेन्ट अफ क्रुस हुनसक्छ। त्यही भएर हामी चाहिँ यो प्लेयरको पछाडि, हामी स्टिलरको पछाडि लगाइरहेछौँ मड्रिड होइन मार्काको सोर्स अनुसार। अनि त्यसपछि मिडफिल्डर पनि सेट हुन्छ र धेरै कुरा चाहिँ विड्सको कुरा आइरहेको थियो होइन, त्यो चाहिँ अब अरू क्लबहरूसँग सिटीसँग पनि कनेक्टेड छ। हाम्रो मिडफिल्डरको कुरा पनि सक्यो र हाम्रो डिफेन्सको कुरा पनि जो स्टेबल छ। हामी क्लब वर्ल्ड कप लागि स्टेबल छौँ। र हाम्रो अब अर्को कुरा आउँछ के भन्दाखेरि लेफ्ट ब्याक होइन। लेफ्ट ब्याक चाहिँ अल्फान्जो डेभियसको कुरा थियो होइन, तर डेभियसले चाहिँ विन्टरतिर नै कन्ट्र्याक्ट एक्सटेन्ड गरेर, कन्ट्र्याक्ट एक्सटेन्ड नै खतरा पारेको थियो नि, गीत ऱ्याप सङ निकालेर कन्ट्र्याक्ट एक्सटेन्ड गरेको थियो। यदि तपाईँले त्यो ऱ्याप सङ सुन्नको छैन भने मैले डिस्क्रिप्सनमा हालिदिन्छु होइन। त्यसरी चाहिँ कन्ट्र्याक्ट एक्सटेन्ड गरेको थियो र डेभिस नआउने भइसकेपछि चाहिँ हामीलाई लेफ्ट ब्याकको हाम्रा फुल जरुरत छैन। अब हामीसँग छन् दुईवटा, गार्सिया र मेन्डी कस्तो भन्दाखेरि अफेन्सिभ भएन, डिफेन्सिभ मात्र छ। र गार्सिया अफेन्सिभ छ र डिफेन्सिभै त्यति दिन्न। र हाम्रो यसको लागि एकदम पर्फेक्ट मान्छे जसको पछाडि हामी छौँ र डिल हुनेवाला जस्तो छ त्यो अल्भारो क्यारेरास होइन। अल्भारो क्यारेरास चाहिँ बेन्फिकाको प्लेयर हो। यो चाहिँ अब हामीलाई किन सहिलो हुनेवाला छ यो डिल भन्दाखेरि क्यारेरास चाहिँ मड्रिडको प्लेयर हो, मड्रिडको प्रोडक्ट हो होइन। हाम्रो एकाडेमी जसरी लामासिया हुन्छ बार्सलोनाको त्यसरी हाम्रो एकाडेमीको प्रोडक्ट हो। र यो चाहिँ अहिले बेन्फिकामा खेल्दैछ। र यसको चाहिँ मेन खासियत के भन्दाखेरि यो डिफेन्सिभली नि उत्तिकै बेस्ट छ होइन, र एट्याकिङमा नि उत्तिकै बेस्ट छ। मैले इक्जाम्पल देखाउँछु है। मैले यहाँ चाहिँ ठ्याक्कै यो कम्पेरिजन हेर्न सक्छौँ, हामी अहिलेको सिजन अनुसार कम्पेरिजन हेर्न सक्छौँ होइन। जस्तो यो निलो कलरको मेन्डी हो, अनि पिङ्क कलरको गार्सिया, अनि क्यारेरास चाहिँ यो हरियो कलरको। र सुरुमा कुरा गरौँ मेन्डीको। मेन्डी चाहिँ निलो हेर्न सक्छौँ हामीले, कति थोरै छ मेन्डीको त्यो हेरौँ। एरियल पनि छैन है, क्यारिङ पनि छैन, डिफेन्सिभ पनि छैन, एकदम कम देखिरहेको छ होइन। र गार्सियाको हेरौँ, र मेन्डी भन्दा गार्सिया चाहिँ अलि राम्रो देखेको छैन। अब त्यसको एक्सजी हेरौँ, एक्सए हेरौँ, अब एक्सी त हुने कुरा भएन, एक्सएका कुरा हेरौँ 16 को छ र मेन्डीको 10 को छ होइन। अब क्रसेस पनि हाम्रो जस्तो मैले भनिसकेँ, हामी एट्याकिङमा चाहिँ हाम्रो चाहिँ दुईवटा प्रोफाइलका प्लेयर भयो कि, एट्याकिङ छुट्टै डिफेन्सिभली छुट्टै। जस्तो क्रसिङ निकाल्ने हो भने मेन्डीको 0 छ, टोटल्ली 0.3 मात्र छ, गार्सियाको 27 छ होइन। अब प्रोग्रेसिभ पासेस पनि गार्सियाको 80 देखिन्छ र मेन्डीको उ छ। र जस हामीलाई यसको लागि रिप्लेसमेन्ट चाहिएको थियो र क्यारेरास चाहिँ ठ्याक्क पर्फेक्ट छ क्या होइन। र यसको चाहिँ एज पनि कम छ, यिनीभन्दा यङ प्लेयर हो। र यसको क्रसेस पर्सेन्टेज पनि दुईवटा प्लेयरभन्दा धेरै छ, एक्सए पनि दुईवटा प्लेयरभन्दा धेरै छ, प्रोग्रेसिभ पासेस त एकदम धेरै छ, सबभन्दा बल क्यारिङ होइन, प्रोग्रेसिभ पासेसहरू एकदम धेरै छ। डिफेन्सिभ पनि अब फ्रान्क गार्सियाको डिफेन्सिभ ड्युलिङमा पनि गार्सिया अगाडि छ छनलाई, तर यो चाहिँ ओभरअल्ली बेस्ट हुन जान्छ मड्रिडको लागि होइन। त्यही भएर हामी चाहिँ यो प्लेयरको पछाडि भागिरहेछौँ र यो हुनेवाला नै छ। र अब मड्रिड बाहेक कुरा गर्ने हो भने चाहिँ जल्दो पल्दो अहिलेको ताजा न्युज भनेको फ्रिम्पङ हो होइन। फ्रिम्पङलाई चाहिँ सबैले चिनिन्छ, लेभरकुजन जाबीको अन्डरमा, अलोन्सोको अन्डरमा चाहिँ बेस्ट राइट ब्याक। र लिभरपुलमा चाहिँ आर्नोल्डको ठाउँ खाली भइसकेपछि चाहिँ एउटा उत्तिकै एक्सप्लोसिभ मान्छे चाहिँ चाहिएको थियो हामीलाई। हामीलाई त के लिभरपुललाई उत्तिकै एक्सप्लोसिभ मान्छे चाहिएको थियो। र फ्रिम्पङ चाहिँ लिभरपुलको लागि एकदम पर्फेक्ट म्याच हुन्छ आर्नोल्डसँग। र यो डिल डन हुनेवाला छ। हाम्रो लागि एउटा मिडफिल्डरको कमी थियो र मिडफिल्डर पनि कुरा हुनेवाला छ मड्रिडमा। जसरी जाका थियो नि त बायर्न लेभरकुजनमा होइन, अलोन्सोको टिममा बल प्लेइङ मिडफिल्डर एकदम चाहिन्थ्यो क्या हामीलाई, जो क्विक पासेसहरू होइन, जो जसरी मिडमा प्रोग्रेस गर्थ्यो नि त्यो प्लेयरहरू। जाकाको रिप्लेसमेन्ट चाहिँ अब को भन्ला त्यो थाहा भएन होइन। आर्दा गुलर हुनसक्छ। आर्दा गुलर चाहिँ अलोन्सोको
त्यो ट्याक्टिक्सको भित्रमा अब ब्याक 4 खेले नि ब्याक 3 खेले नि जे खेले पनि होइन। अब यो चाहिँ मैले छुट्टै कुरा गर्नेवाला छु, तर हामीलाई चाहिँ त्यो प्रोफाइलको प्लेयर चाहिन्थ्यो र हामी चाहिँ त्यो प्रोफाइलको प्लेयरमा अलिअलि स्विच मड्रिडको इनसाइडबाटै हुनला जस्तो छ र उसले चाहिँ एकाडेमीको प्लेयरहरूको सबैको रिपोर्ट पनि मागेको छ एलोन्सियोले होइन। हामीले चाहिँ त्यो डिपमा बसेर प्लेइङ मिलाउने प्लेयरहरू चाहिँ स्टिलर भइहाल्यो र त्यसपछि त्यो जाकाको रोल टाइप निभाउन सक्ने मान्छे चाहिँ भित्रैबाट निस्किन्छ जस्तो लागिरहेछ र यसको बारे हामी छुट्टै कुरा गर्छौँ। र मेरो लागि चाहिँ यो खुसीको पल छ, किन भन्दाखेरि हामी क्लब वर्ल्ड कपको लागि जे होस् राम्रो तयारीमा जाँदैछौँ। यो सिजन झुर भइसकेपछि एटलिस्ट क्लब वर्ल्ड कप चाहिँ जितौँ भन्ने कुरा होइन, त्यही हो हाम्रो कुरा चाहिँ। र तपाईँलाई के लाग्छ हाम्रो मड्रिडको साइनिङ, जस्तो वेसनदेखि लिएर स्टिलरदेखि लिएर अनि क्रेरासदेखि लिएर अब लेफ्ट ब्याकमा पोजिसनमा को फिट हुन सक्थ्यो त होइन? अर्को तपाईँले के सोच्नुहुन्छ, के सोचो केटाकेटी हो तिमीहरूले होइन? त्यो कुरा चाहिँ कमेन्ट गरौ, त्यो कुरा चाहिँ अरू केही पनि होइन।